हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो एउटा नयाँ युट्युब भिडियोमा। आजको यस भिडियोमा हामी इन्जिनियरिङ म्याथमेटिक्स थर्ड सेमेस्टरको एउटा इम्पोर्टेन्ट टपिकको बारेमा चर्चा गर्न गइरहेका छौं। यो टपिकबाट प्रत्येक एक्जाममा एउटा लङ क्वेशन कम्पल्सरी नै आइरहेको हुन्छ। सो हाम्रो यो टपिक रहेको छ मेथड अफ फाइन्डिङ लोकल मिनिमम एन्ड म्याक्सिमम। यो टपिक एक्जाम पोइन्ट अफ भ्यूले अत्यन्तै इम्पोर्टेन्ट छ, किनभने यहाँबाट एउटा क्वेसन अनिवार्य रूपमा हरेक एक्जाममा आइरहेको हुन्छ। बेसिकली मिनिमम एन्ड म्याक्सिमम भ्यालु दुई प्रकारको हुन्छ। एउटा हुन्छ लोकल मिनिमम एन्ड म्याक्सिमम भ्यालु एन्ड एउटा हुन्छ एक्सट्रिम मिनिमम एन्ड म्याक्सिमम भ्यालु। सो आजको भिडियोमा हामी ओन्ली लोकल मिनिमम एन्ड म्याक्सिमम भ्यालुको बारेमा मात्र चर्चा गर्छौं। सो यो टपिकमा हामी कुनै पनि फंक्सनको लोकल मिनिमम एन्ड म्याक्सिमम भ्यालु कसरी पत्ता लगाउने भन्ने टपिकमा कुरा गर्छौं। मैले यहाँ स्टेप वाइज लेखेको छु कि तपाईहरुले यी स्टेपहरु फलो गरेर कुनै पनि फंक्सनको लोकल मिनिमम एन्ड म्याक्सिमम भ्यालु पत्ता लगाउन सक्नुहुन्छ। सर्वप्रथम हाम्रो फर्स्ट स्टेप रहेको छ फाइन्ड एफ डैश एक्स एन्ड एफ डबल डैश एक्स। यहाँ कुनै पनि गिवन फंक्सन हुन्छ जसको तपाईले लोकल मिनिमम एन्ड म्याक्सिमम भ्यालु निकाल्नु पर्ने हुन्छ। त्यसको लोकल मिनिमम एन्ड म्याक्सिमम भ्यालु निकाल्नका लागि सर्वप्रथम तपाईले त्यो फंक्सनको एफ डबल डैश एफ एक्स एन्ड एफ डबल डैश एक्स निकाल्नु पर्ने हुन्छ। तपाईले यतिसम्म निकालिसकेपछि त्यसपछि क्रिटिकल पोइन्ट निकाल्नु पर्ने हुन्छ। क्रिटिकल पोइन्टहरु कसरी निकाल्ने भन्दा एफ डबल डैश एफ डैश एक्स इक्वल्स टु 0 सोल्भ गरेर तपाईहरुले जुन एक्स को भ्यालु निकाल्नुहुन्छ त्यो एक्स को भ्यालु नै क्रिटिकल पोइन्ट हुनेछ। अब त्यसपछि जो तपाईले एक्स को भ्यालु निकाल्नु भयो अथवा क्रिटिकल पोइन्टहरु निकाल्नु भयो, ती क्रिटिकल पोइन्टहरुलाई तपाईले एफ डबल डैश एक्स मा राख्नु पर्ने हुन्छ। अब जुन बेला एफ डबल डैश एक्स को जुन भ्यालु एफ डबल डैश एक्स मा राख्दा एफ डबल डैश एक्स को भ्यालु नेगेटिभ आउँछ, त्यो भ्यालुमा गिवन फंक्सनको म्याक्सिमम भ्यालु हुन्छ। अनि जुन बेला एफ डबल डैश पोजिटिभ आउँछ त्योमा त्यति बेला त्यो फंक्सनको मिनिमम भ्यालु आउँछ। सो यसरी तपाईहरुले कुनै पनि फंक्सनको लोकल मिनिमम एन्ड म्याक्सिमम भ्यालु निकाल्नु सक्नुहुन्छ। यदि तपाईले भन्नुहुन्छ भने म एउटा यसको कुनै एक्जाम्पलको सोलुसन लिएर एउटा नयाँ भिडियो बनाउन सक्छु। सो आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो, कृपया राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब एन्ड लाइक गर्न नभुल्नु होला। थ्यांक यू।